हजुर फेरि पनि नमस्कार। यो पाँच पाण्डवको तपोभूमि तपोवनमा हामी आज घुम्न आएका छौँ। यो चैते दशैँको पावन अवसरमा यो इनार म देखाइरहेको छु। यो घर इनारको घर बनाइएको छ। यो भित्र इनार छ। यहाँ यो पाँच पाण्डव दाजुभाइ जुन बेला सत्ययुगमा यहाँ उत्पन्न भएको थियो, त्यो बेलामा उहाँहरू मिलेर आफ्नो खानेपानी व्यवस्था गर्नको लागि यो इनार खनिएको जानकारी मैले पाएँ। त्यसै गरेर म अब मन्दिर पनि हजुरहरूलाई देखाउने छु। पाँच पाण्डव दाजुभाइको मन्दिर देखाउने छु। आज हामी पाँच पाण्डवको मन्दिरमा दर्शन गर्न आएका छौँ। यो हो सत्ययुगमा पाँच पाण्डव दाजुभाइ यहाँ उत्पत्ति भएको तपोभूमि माडीको बैराट नगर भन्ने ठाउँ, सायद यसलाई बैराट नगर भन्ने गरिन्छ होला, किनभने मैले जाने समय यसलाई बैराट नै भनिन्छ। बैराटमा पाँच पाण्डव निस्केको भनेर मैले सुनेको हो। हेर्नुहोस्, यो त्यही जङ्गल हो। हमारा कखनी पुगौँ नहारी खाए पुगौँ। हजुर आज हामी पाँच पाण्डव द्रौपदी र पाँच पाण्डव यहाँ सत्ययुगमा सयौं वर्ष पहिले उत्पत्ति भएको ठाउँमा आइपुगेका छौँ। हामी कालिका नगरपालिका वडा नम्बर 5 साबिक पदमपुरबाट आएको हो। यहाँ एउटा बुवा हुनुहुन्छ पुजारीको रूपमा। यहाँ हाम्रो पाँच पाण्डव देवताको पुजारी बुवा हुनुहुन्छ। उहाँ बोटे, हाम्रो आदिवासी जनजाति बोटे समाजको बुवा हुनुहुन्छ। बुवा तपाईँ कुन थर हुनुहुन्छ? ए, तपाईँ कहिलेदेखि यहाँ बस्नुभएको छ पुजारीको रूपमा? म 2 वर्ष भयो। आफ्नै खाएर चलाएको, कसैले यो गर्न सकेको थिएन। हजुर 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 भालु ल्याएर हग्ने मुत्ने, हजुर हग्ने, हजुर सबै हग्ने। हजुर, अनि हजुरले यहाँ आफै सरसफाइ गर्नुहुन्छ, एक्लै बस्नुहुन्छ है? ए, अनि यहाँ पाँच पाण्डव भनेपछि पाँच दाजुभाइ। अनि राति कहाँ सुत्नुहुन्छ? ए, राति घर जानुहुन्छ, बिहान आउनुहुन्छ। ए, अनि हजुरलाई यहाँ नगरपालिकाबाट वडाबाट केही व्यवस्था छैन? तपाईँलाई नगरपालिकाले वडाले अराएको होइन? यो व्यवस्था देखेर तपाईँले आफै संरक्षण गरौँ भन्ने? ठिक छ। हजुरको घर कहाँनिर? त्यो बाटोमा छ, त्यही बाटो त आउनुभयो। कुन गाउँ? पाण्डवनगर। ए, पाण्डवनगर बस्ती छ नि वहाँ। हजुर हजुर। ए, त्यहाँ तपाईँको घरदेखि यहाँसम्म यो पाण्डवनगर सबै। ए, यो हाम्रो तपोभूमि पाँच पाण्डव तपोभूमि पनि भनिन्छ है बुवा? सबैको। ए, हजुर 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 बुवा, हुन्छ। लाउनु हराउँछ कि के गर्छ तिम्रो? गुप्त बनवास। 2 भाइ त गयो नि त, पढाइमा छन् तिनीहरू। अहिले यो कली नआउँदासम्म, जब त यो कली आएपछि तोडफोड भएपछि बल्ल सृष्टि भगवान यिनीहरू सबै सबै पैदा हुन्छन्। हजुर हजुर। अहिले त ढुङ्गाको रूपमा अब तपाईँ हामी मरिगयो पनि तपाईँको नाउँमा एउटा मूर्ति बनाउँछन् कि बनाउँदैन? हजुर हो। बुवा यो मूर्ति ढुङ्गाको हो? ढुङ्गाको त होला नि, ढुङ्गाको हो। जय भीमसेन। हे भगवान जी, तपाईँ जस्तै बुद्धि विवेक बल दिनु होला। आइया देन दे बाजे के चौरादेखि ऐसे
पैसा देखी के 50 रुपया पढ्नु मन छ एकदम खाल्टो खान्छन् बोल्न बहुत गाह्रो छ हजुर हो तर बाहिर जानेको सुनेको बाजे बजूहरू भनेको होइन हजुर जिजे बाजेले भनेको हजुर हो देख्नुको खराब गर्ने यो भगवानको 5 पाण्डव भन्नुभयो हो 5 पाण्डव अनि के अर्को भन्नुभयो यो नाम पाण्डव पाण्डव लोप भएको ठाउँ पाण्डव हो 5 पाण्डव भन्छ हजुर भीमहरू के हजुर पाण्डव पनि ठड्याएको हात्तीको पहिला ढोका छ यहाँ ये हात्तीको तपाईँ ठड्याएको हात्तीको पहिला पानीले पुरेर जङ्गली हात्ती जङ्गली ए ल राम्रोसँग बस्नु है बुवा हात्तीको पहिला बेलुका छिटो जानु जाने जस्तो आउनु भनेपछि यो गोद्ध मेला हुने बेलामा पनि यहाँ वडारे नगरले केही पनि यसलाई रमझम गर्दैन है समिति छ कि छैन छैन यसमा समिति छ शिवलिङ्गमा यस ऊ बुट्टा खसेर ऊ हाँगाले भडङ भुडङ फुटालेर कस्तो गरेको यता कता भात पकाएको बुवा त्यहाँ अब के गर्छ तपाईँलाई यहाँ थोरै यहाँ के बड़े बन गए हाँ हेर्नुहोस् यो तपोवन 5 पाण्डव उत्पत्ति भएको 100औं वर्ष पुरानो तपोवन 5 पाण्डव नगर हामी आज 5 पाण्डव देवी देवताहरूलाई दर्शन गरेर फर्किँदैछौँ तपाईँहरूलाई पनि यो तपोभूमि एकदम पवित्र भूमिको भिडियो हजुरहरूलाई देखाइरहेको छु यहाँ मैले कुरो बुझेअनुसार यो मन्दिरको व्यवस्थापन समिति पनि नभएको अवस्था पाएँ अब त्यो कतिको सही सत्य हो र जे होस् यो भिडियो मार्फत मैले भन्न खोजेको के हो भनेदेखि यदि यो साँच्चै नै व्यवस्थापन समिति नभएको 5 पाण्डव मन्दिर हो भनेदेखि यसको मलाई लाग्छ स्थानीय सरकारले छिटोभन्दा छिटो व्यवस्थित हुने गरी पक्कै पनि पहल गर्नेछ भन्ने म आशा गरेको छु। हस्त नमस्कार। यो भिडियोलाई अन्यथा नलिदिनु होला। मैले यो एकदम पुरानो तपोवन भएको हुनाले थोरै प्रचार पनि होस् भनेर म यो देखाउन खोजेको छु। किनभने हाम्रो नेपाल राज्यभरि यस्ता विभिन्न धर्मस्थलहरू धेरै छन्। हाम्रो पर्यटकीय नगरी बनाउनको लागि पनि यो यस्ता पुराना प्राचीन मन्दिरहरू प्राचीन देवी देवताको मन्दिरहरू सहयोग हुने छ भन्ने आशाले भिडियो देखाएको छु। यसमा नकारात्मक नसोचिकन हेरिदिनु होला र कमेन्ट गरिदिनु होला। यो अन्यथा अनावश्यक अपवाद फैलाउनको लागि भिडियो बनाएको होइन। यसको प्रचार केही मात्रामा होस् र देश विदेशमा जाओस् र स्थानीय सरकार केन्द्र सरकारसम्म यसको सूचना पुर्याउँछ भन्ने धारणाले म यो पोस्ट गरेको छु। हस्त धन्यवाद नमस्कार।
फेरि पनि सम्पूर्णमा नमस्कार। जय तपोवन 5 पाण्डव